गङ्गो छेत्रीले जुन मान्छेलाई आफ्नो सम्झेर पुरा जेन सुम्पियो अब त्यही मान्छे आज दुनियाँको अगाडि अनुहार देखाउन नसक्ने भयो त। अब पनि आत्तिने हैन, यसलाई चाहिँ कसरी मिलाएर लाने र जुन मान्छेले तपाईले विश्वास गरेर आफ्नो बढी देखाउनु भयो खुलेर, त्यही पनि माया प्रेममै पक्कै पनि पर्नु भएको थियो होला र आफ्नो बढी देखाउनु होला विश्वास गरेर। जसरी श्रीमान श्रीमतीको माया प्रेममा हामी नाङ्गिन्छौँ त्यस्तै गरी देखाउनु होला नानी। यो कुरालाई अब तपाईले त्यो केटा मान्छेलाई यदि उनले तपाईलाई स्वीकार्छ, स्वीकारेन भने तपाईले सिधै गरेर रिपोर्ट गर्नुस् र यसको लागि हामी महिला कर्मीहरू तपाईलाई साथ दिन्छौँ। बहिनीलाई म भन्छु तपाई नातिनुस् बहिनी र ह्यारेसमेन्ट नहुनुस्। जे हुनु त भइसक्यो, अब यस्ता व्यक्तिलाई चाहिँ कारबाहीमा ल्याउनु पर्छ। भोलिदेखि अर्को नारीलाई नङ्ग्याउने प्रयास कसैले गर्ने छैनन्। फलानी छेत्री यस्ती रे उस्ती रे यस्ता यस्ता नकारात्मक मैले देखेँ कि आज टिकटक भरि फर यू पेज भरि आइरहेछ। यसो मलाई त थाहा थिएन के यो 72 पोइन्ट के भने 7 भने के रहेछ भनेर हेर्नु जाँदा त त्यस्तो रहेछ। यो गलत हो, जे हुनु भइसक्यो। अब हामीले यसलाई सुधार्न सक्दा नि सक्दैनौँ र तपाईहरू अर्काको इज्जतमाथि चाहिँ कहिल्यै पनि नखेल्दिनुस्। भोलि तपाईको इज्जतमा खेल्ने मान्छे जन्मिसकेका हुन्छन्, आइसकेका हुन्छन्। अर्कालाई ताली बजाउँदा नि त्यो ताली तपाईतिर पनि बज्छ। एक हातले ताली बज्दैन, आज तपाईले दुईटा हात ताली बजाउनु भयो, भोलि तपाईलाई नि ताली बज्छ। त्यही भएर अर्काको जिन्दगीमाथि यसरी चरित्र हत्या नगर्दिनुस्। हात जोडेर अनुरोध गरी महिला दिदीबहिनीहरू, तपाईहरू हेर्नुस्, महिला हुनुहुन्छ, महिलाकै लागि यतिसम्म नीच गिरेर नि यतिसम्म अपशब्द बोल्नु भएको छ त्यो बहिनीलाई। त्यो बहिनी ह्यारेसमेन्ट गरेर सुसाइड गर्यो भने के गर्नुहुन्छ? जिम्मा लिनुहुन्छ तपाईहरू? मेरो त छोरी सरकी छिन्, त्यति कलिलै उमेरमा उनले विश्वास गरेको पात्रले विश्वासघात गर्छ भन्ने कसैलाई विश्वास हुँदैन नि। वयसमा कन्ट्रोल हुन सिक्नुहोस्। वयस उमेर भन्ने चिज नि यो टिनेज भन्ने सबैलाई आउने चिज हो। यो बेलामा सम्हालिन सक्नु भएन भने तपाईहरूको जिन्दगी खराब हुन्छ। जसरी अहिले बहिनी खराब भयो, यसलाई तपाईँ अन्यथा नलिनुहोस्। यस्तो झन् तपाईँलाई अब सबक भयो। यस्ता व्यक्तिलाई तपाईँले कारबाही गर्नुपर्छ। भोलिदेखि अर्का केटी अरू छोरीहरू नाङ्गिनलाई बाध्य गराउँदैनन् यी पुरुषहरूले। उनी त अब एउटा जिउँदै मरे तुल्य भएन हैन, तथ्य रूपमै भिडियो पनि बाहिर आइसक्यो। अब उनले जुन पात्रले लिक गरे उनले गम्भीर गल्ती गरिसकेका। अब यो बाबुआमाले यो भिडियो हेर्दै गर्दा कस्तो महसुस भयो होला? समाजले फेरि कुन आँखाले हेर्ला त्यो परिवारलाई? त्यही भन्दैछु अघि न, आमा बाउलाई जति पीडा कसलाई भयो होला र। हेर्नुहोस् त, त्यो छोरीको लागि हामी हरेक सङ्घर्ष गर्छौँ। त्यो छोराछोरीले हाम्रो शिर उठाउँछन् भनेर हामी कति गर्व गर्छौँ। त्यही छोराछोरीको लागि कति त्याग गर्छौँ। हरेक मान्छेसँग हामी झुक्न चाहँदैनौँ, तर छोराछोरीसँग झुक्छौँ हामी। छोराछोरीको कुनै पनि कामलाई हामी नाइ भन्न सक्दैनौँ। हरेकलाई नाइ भन्न सक्छौँ, फाइटिङ गर्न सक्छौँ, तर छोराछोरीको लागि कहिले हामी उ गरेर फाइट गर्न सक्दैनौँ। छोराछोरीलाई हामी त्यति निहुरिन्छौँ, लोयल हुन्छौँ। त्यही छोराछोरीको आश गरेर बसेका हामी बाबुआमा कति निराश हुनुपर्छ।